झलङ्गी पुलमा चल गाइस म लास्ट डराइरहेको छ अब हेर न तलपट्टि म लास्ट डराए के गाइस गाइस ओए हावा चल्यो हावा चल्यो गाइस यो लास्ट अग्लो पुल हेलो गाइस आज चाहिँ हामी फेरि हजुरको लागि पुरै हिँडेर छ हिँडी मात्र रहेछ हिँडिरहेछ अब केही पनि गरे आएन हिँडी मात्र डुकुसाप भन्ने ठाउँमा आज सो अध्ययन गर्ने छौँ फेरि हजुरको लागि हामी हैन भिडियो म भिडियो खिच्दै जान्छु तपाईहरुले हेर्दै जानु होला गाइजहरु बबाल रमाइलो भइरहेछ बबाल हेर्न सक्नुहुन्छ गाइज गरम रम उयो मान्छे भाइरल हुनु पर्यो नि हेलो अहिले चाहिँ हामी यो ठाउँको नाम के अरे ए छम्पीको माथि माथि पुगिसक्यो कुनै साथीहरु चाहिँ खै त तल आउँदै थियो देखेन है हामी निरन्तर अगाडि बढिरहेको छौं हामी हिँडेको चाहिँ ठ्याक्कै अहिले धेरै चाहिँ हैन 2 घण्टा भइसक्यो है तर पनि हिँडिरहेछौं एकजना साथी चाहिँ हिँड्न नसकेर गइसक्यो बाइकमा तगड केटाहरु चाहिँ नाचिरहेछ है यहाँ फेरि वाह 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 आइ सार पनि बबाल फाइनली गाइस हामी पुग्न लागिसक्यो हामी पुग्ने भनेको यहीँनिर हो फाइनली हामी चाहिँ अब पुग्न लागिसक्यो केटाहरु अहिलेसम्म मेरो साथमै छ है पछि पछि बहिनीहरु आउँदैछ बहिनीहरु गाइस हामी निरन्तर बिहान 6 बजेदेखि यात्रा गर्दै अहिले चाहिँ हामी ठ्याक्क हेर्न सक्नुहुन्छ 11 बजेर 51 मिनेट गइसकेको छ ठ्याक्कै बागमती खोलातिर पुगिसकेको छ यो गोरु मेरै साथमा छ मेरो ब्लगमा स्वागत छ है ठ्याक्कै यो चाहिँ हाम्रो बागमती खोला हो बागमती फाइनली गाइस आज चाहिँ हामी घरमा छिरिसक्यो ओहो यार आउँदैछ अरु तिमीहरु हामी बोले तिमीहरु गफ नगर हाम्रो गफ सुनाए त ल बा नमस्ते यी चाहिँ हाम्रा भाइ बहिनीहरु नमस्ते कलेजमा पढ्छन् अनि हामीले धेरै जातिहरु छन् हजुर नेपालमै भन्ने हो भने अहिले 142 मध्ये हाम्रो काठमाडौँ उपत्यका भित्र चाहिँ तपाईहरु अलि थोरै संख्यामा भएको आफ्नै भाषा भएको आफ्नै संस्कृति भएको अब यही नै हाम्रो चाहिँ अब भनौं न बसोबास भने हाम्रो यो पहिल्यैदेखि हो आदिवासी भयो त्यसो भएर भनेर हामीले तपाईहरुकोमा लिएर आएको तपाईको धर्म संस्कृति अब तपाईहरु चाल चलन कहिले यहाँ आउनुभयो तपाईलाई केही थाहा छ यो ठाउँमा पहिला त यो कलेजबाट आउने त अलिअलि होइन तपाईहरु चाहिँ यहाँको दनुवार जाति यो ठाउँमा कहाँबाट कहिले आयो केही थाहा छ अब यो त अब ब्रह्मपुत्रबाट हाम्रो पहिल्यैदेखि हाम्रै भएको भन्छ यतै अब कहीँबाट हामीले त पहिला मछिन्द्रले ल्यायो भन्ने कुरा छ अनि तपाईलाई एउटा कुरा सोधौँ न अब त्यतिखेरदेखि यहाँ आएर बस्नुभयो तपाईहरुको यो बिहे गर्ने संस्कार छ नि हजुर कस्तो गरिस के हो संस्कार अब हेर्नु बिहे गर्ने संस्कार चाहिँ नि हजुर पहिलाको रीतिथिति भनौँ भने त पहिलाको हजुर यो नराम्रो कुरा हेर्नु हजुर अब त्यति हो ठाउँमा घाँस काट्नु भयो बेलुका छ भनेदेखि बेलुका भएको बाटोमा ढुक्नु जाने हजुर केटाहरु आफ्नो केटा ढुक्नु जाने हजुर त्यो माग्नु जाँदाखेरि नदिने हो अरू परे पनि भने नदिने केटी हजुर हजुर अनि बिचमा गएपछि त्यहाँ बसेपछि केटी टानेर ल्याउने त्यो केटी लानेले चाहिँ त्यो बेलामा पनि 43 रुपैयाँ नेग भने तिर्नुपर्ने नेग अर्काको श्रीमती लाँदा तिर्नुपर्ने कि बिहे गरेर केटी लाँदा बिहे गरेको केटी मेरो घर अब मैले चाहिँ टानेर ल्याएँ हजुर मैले टानेर ल्याएँ मेरो घरमा भयो हजुर बिहान उठ्दा पऱ्यो हामी उठ्दाखेरि 4300 हजुर
कति वर्ष अगाडिको कुरा हो यो 43 भनौँ 43 रुपियाँ जबरजस्ती तानेर बेलुका लिएर आयो तानेर ल्यायो पछि माइतीले थाहा पायो भने मेरो छोरी फलानाले लगेछ भने त्यो घर आएर कपडा फिजाएर बस्ने ढोकामा त्यो घरको मान्छेले 43 रुपियाँ पैसा तिर्नु पर्ने त्यो 43 तिरेपछि उसको भयो अब उसको भयो तिर्न सकेन भने के भयो अब तिर्नु नसक्यो भने त राम्रो कुरा भइहाल्छ बाहिर नि सुन्दिँदैन उसले जहाँबाट खोजेर नि तिर्नु पर्यो अब अहिले चाहिँ के छ भन्नु त बिहे गर्ने चलन अहिले त यस्तो हेरे बुबा हेरे पछि अब हिँड्यो होइन त्यो बाउले पनि चिन्ता गर्नु परेन आमाले पनि चिन्ता गर्नु परेन अहिले यता हो तिमीहरू सुनिरहेछ अहिले यता गर्नु पर्यो भने 7 दिनमा न्वाराङ गरिदिन्छ न्वाराङ भने तपाईँले बुझ्छ कि बुझ्छु नत्र 11 दिनमा न्वाराङ गर्छ 7 दिनमा अनि ल अब जन्मिएदेखि 7 दिनमा गरिने भयो हतार भयो भने केही छैन भने 11 दिनमा न्वारान गरिने भयो अनि छोरीको 5.5 महिनामा छोराको 6 महिनामा भात खुवाउने काम हो त्योभन्दा पछि के हुन्छ अब व्रतमण्डा भन्ने छेवर भन्ने त्यस्तो के हुन्छ हाम्रो फेरि 1 वर्षमा फेरि बदलिया हुन्छ 1 वर्षमा 1 वर्षमा के गरिन्छ भन्नु हो 1 वर्षमा त्यही अब फेरि उसको मामालाई बोलायो के भन्छ त्यसलाई चाहिँ के भन्छ त्यसले अब आमाले भन्नुहुन्छ के भन्छ त्यसलाई भन्नु अहिले त आबे बर्थडे भन्छ अब बर्थडे मनाउँछ बर्थडे बर्थडे 11 वर्षमा पनि गर्छ अनि मागेर बाउ आमा कहाँ गएर मागेर गर्ने चाहिँ कतिको के छ पनि दिँदैन माग्दाखेरि अहिले पनि दिँदैन है ए ल एउटा कुरा माग्न गयो भने दिँदैन केटी मिलेर माग्न आउँदाखेरि त केटी नमान्ने कि परिवार नमान्ने नमान्ने तपाईँलाई गाह्रो गाह्रो भयो भने भन्नुहोस् है हजुर त्यस्तो चलन छ यहाँ अहिले दनमार माग्दा पनि दिँदै दिनु खानुहुन्छ माछा माछा हामी बुङ्गुर खानु हुँदैन हजुर रागा भैँसी खानुहुन्छ खसी बोका खानुहुन्छ कुखुरा खानुहुन्छ हजुर बुङ्गुर चाहिँ खानुहुन्न अब मृत्यु संस्कार चाहिँ हेर्नुहोस् कुरा पशुपतिमा लगेर जलाउनु हुन्छ हजुर अनि त्योभन्दा पछि के हुन्छ काजक्रिया गर्ने के हो परम्परा तपाईँहरूको काजक्रिया त पुरानो परम्पराबाट त्यस्तै छ बर्खी बार्ने अब 13 दिन छ बाउलाई 12 दिन 13 दिन अरू भरे अब यता 8 दिन 9 दिन अनि त्यो बर्खी बार्ने बेला के खानु हुन्छ के खानु हुँदैन के छ अब चामलको भात खानु हुँदैन चामलको छ्याङ खानु हुँदैन बर्खी बारे बेला 12 दिनसम्म अन्त खानु हुन्छ नचोकेसम्म त्यही अब खै अब आयो त्यो डनमार्कको मलाई मजा लाग्ने त्यही हो नुन खाँदैन प्याज खानुहुन्छ प्याज खानुहुन्छ प्याज खोर्सानी अदुवा खाने चामल नहुने रोटी खानु हुने मकैको चामलकै रोटी चामलको रोटी बनाएर खाने खाने ए अब तपाईँलाई अर्को कुरा सुन पहिला तपाईँहरू बाँच्नको लागि के पेसा गर्नुहुन्थ्यो धेरै पहिला तपाईँको हजुरबाहरूले के गर्नुहुन्थ्यो हजुरबाको पाला अथवा तपाईँको बाको पालामा अथवा तपाईँकै पालामा अझ हामी बिहान बेलुका भात खानु पर्यो नि त्यो कसरी जुटाउँथ्यौँ भन्ने कुरो अब त्यो के काम गरेर अब हेर्नुहोस् त्यो उनीहरूलाई बेच्ने चलन थिएन 5 वर्षको धान पनि राखिसक्थ्यो त्यो पट्पा बन्ने नि त्यो भाइको पट्पा अनि त्यही भए बेच्ने चलन छैन बेच्ने कहीँ पनि केही भाउ छैन त्यो खायो हाते हुन्थ्यो ड्यागीले ल्याएर पुग्थ्यो 10 वर्षलाई पुग्थ्यो हाम्रो त खेती धेरै थियो अनि त्योभन्दा बाहेक अर्थ के गर्नुहुन्थ्यो अरू ठाउँ त्यो वनतिर जाने काठहरू ल्याउने काठहरू बेच्ने काठको के बनाउने काठ काटेर बेच्ने खोलामा माछा मार्ने माछा त खुरै माछै पेसा अनि त्योभन्दा पछि के गर्नुभयो भन्नु त अब यही तरेर खेती खान्डाको त यही हो
यतिखेर त यहाँ कोइला खानी चलाएर कोइला खानी म त नि म 2 वर्ष गएँ यो खोला यस्तो भयो अलि वन जङ्गल नासिँदै गयो काठ काटेर बेच्ने भन्ने नि गयो अनि त्यसभन्दा पछि त्यो कोइला बोक्नेतिर पेसा त्यता परिवर्तन भयो त्यो कोइला पनि केही वर्ष चल्यो त्यो पनि परिवर्तन भयो अब परिवर्तन भएर खेतीपातीदेखि अहिले टोटल तपाईँको मात्रै नभएर यो एरियामा बसोबास गर्ने सबै मान्छेको आम्दानी गर्ने मुख्य काम चाहिँ के हो अब आम्दानी अब यही हो आम्दानी भने चाहिँ बेचेको खेतमा भाल तिरेर पनि काम गरेको छ एक पेट खानै पर्यो लाउनै पर्यो खेत जग्गा बेचिएको छ त्यही बेचलाई भाडामा आफूले लिएर तरकारी खेती गरे भाडामा लिएर अब बाक्लो बाटो जडेको नयाँ नै हो त त्यो बाक्लो पाता त जति पराल बढी यो तपाईँलाई यसो बिरामी मान्छे ल ल भिराजु हस् हस् ल लाग्यो हामी हस् ल तपाईँ नमस्ते बा हामी लाग्यौँ ल नमस्ते नमस्ते हजुर नमस्ते हामीले फाइनली गाइज अध्ययन पनि गरिसक्यो कान्छी छोरीसँग दिनु 25 रुपियाँ 40 रुपियाँ नमस्ते आमा नमस्ते 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 हाम्रै बुहारी अनि भाउजू एकजना साथी चाहिँ ए ल ए हजुर नमस्ते हजुर ल ल ल ल कलेजको विद्यार्थीहरू हामी सबैजना है सबैजना विद्यार्थी हो हामीले यो चाहिँ हजुरहरूको यो जातिको बारेमा अब हजुरहरूको यो जातिको चाहिँ अब कम सङ्ख्यामा भएको जाति पनि हजुरहरूकै भयो अनि आफ्नै भाषा आफ्नै वेशभूषा आफ्नै चालचलन रहनसहन भएको जाति पनि भएको कारणले अनि हजुरहरूको बारेमा अब पहिलादेखि चल्दै आएको अब चालचलन के छ होइन त्यसको बारेमा थोरै जानकारी पाऊँ भनेर हजुरहरू सामु आएको है अनि त्यसको लागि हामीले हजुरसँग केही सामान्य प्रश्नहरू गर्छौँ होइन त्यसको चाहिँ हामीलाई उत्तर दिनु पर्यो के भए पहिलादेखि नै हो कि हजुरहरू अन्य ठाउँबाट यहाँ बसे सरेर आउनुभएको पहिलादेखि नै मतलब हजुरको उत्पत्ति नि यीदेखि भएको अनुमान चाहिँ तपाईँको पुर्खा साइला के काम गर्नुहुन्छ यस्तै खेतबारी त्यसै अघि त माछा थियो माछा मारेर खाने अहिले माछा पनि छैन केही पनि छैन त्यस्तै घर बनाउने यस्तो गरिरहेको अनि पछि भएपछि कोइला खानेतिर पनि काम गर्नुभयो कि गर्नु म त गएको छैन अरू मान्छे गएर कोइला खाने पनि गयो अब त्यो कोइला खाली पनि गयो अब मान्छेले धेरै जग्गा जमिन पनि बेचिसके अहिले यहाँ ड्राइभरहरू छन् कति यो ड्राइभर हो दनुवार जातिको 5-6 जना छ आर्मी पुलिसमा जागिर खाएकोहरू आर्मी पुलिस जागिर खाने उता हेलो गाइज हामी चाहिँ फेरि भिजिट सकेर हामी चाहिँ यो खोटाङ जिल्ला है आइसक्यो दुईजना यता छ आज बवाल रमाइलो भइरहेछ यो त टिकटक युट्युबमा हो सिधै फेरि चर्चा छ चर्चा गराइदिनु पर्यो दर्शक हेलो गाइज हामी फर्किसक्यो डुगुछाप भन्ने ठाउँबाट बवाल रमाइलो भइरहेछ है गाइजहरू मैले यस्तो दुःख गरेर भिडियो खिचिरहेको छु कि है ओ भाइ भ्यू हेर तर क्यामेरा चाहिँ फेरि खतरा छ है
सरसाथी तिमी नआइकन मलाई खाने मलाई ल ल ल ल ल ओए ओ यालो या यत्रो ओए खाना खा ओए हाम्रो भिडियो बना अहिले भिडियो चाहिँ बनाउनु कान्छीले देखेर कमारा यो कान्छीले देखेर कमारा यो कान्छीले देखेर कमारा मेरो त्यसै ल साथीहरु भवाले रमाइलो छ कि आजको माहौल चाहिँ भवाले रमाइलो छ है बाटो बिर्सेर हामी कहाँ आयो यार त्यहाँबाट होला अब चाहिँ निस्क्यो फाइनली आज बाटो बिर्स्यो यार यस्तै गीत चाहिने क्या मलाई पनि नमस्ते तिम्रो हेराइले मेरो धड्कन दिया तिम्रो त्यो त रमाइलो धुन पर्यो नि यार गयो जोबना ऐना हेर्दै गयो जोबना तिमी मेरो तिमी मेरो मन भरन गयो जो मै कतै बसी मेरो सततमा हुन काम सम्झी मजालाई हाम्रो पनि छ नि फेरि यता बढी भयो ए हामी त्यो ट्रेको भएर मेरो आइपुग्यो 4 घरे सिधै अब 4 घरे कहाँनिर छ उतातिर हैन उ त्यो छ नि त्यो गाउँ हाम्रो खेत त्यो भन्दा नि तल आइपुग्यो सबैजना आइपुगिसक्यो यो मान्छेहरु को देखे क्या मैले आज फेरि भ्लगमा मेरो भ्लगमा देखे क्या यो मान्छे को हो ल ए ल ठीक छ हजुर भिडियो बनाइरहेछ दाइ बाइक आयो ओए बाइक आयो वाउ अहिले चाहिँ हामी यो नेपालकै सबैभन्दा लामो पुल झोलङ्गे पुल अग्लो पुल है यही पुलमा चाहिँ हामी अब ठ्याक्क यहाँदेखि हामी वाउ हजुर वाह यो पुलमा चाहिँ हामी चाहिँ अहिले झोलङ्गे पुलमा जाऊ गाइस म लास्टै डराइरहेको छु अब हेर न तलपट्टि म लास्टै डराइयो गाइस हुन त मेरो फ्यानहरु आइरहेछ पछि ओए हावा चल्यो गाइस यो लास्टै अग्लो पुल हेर्न सक्नुहुन्छ गाइस तलपट्टि हेर्न सक्नुहुन्छ हावा चल्यो अब यत्रो अग्लो पुलमा हाम्रो साथीहरु आउँदैछ बाइक आयो ओए बाइक आयो झोलङ्गे पुलमा बाइक आयो ओए
धेरै त नि छ त हैन हामी सबै खुट्टा देखेको बेला म एक्लै चाहिँ यताबाट जान्छु अब एकजना साथी ऊ त्यहाँ पुगिसक्यो फर्क्यो गाइज फर्क्यो